दर्शकबिन नमस्कार। तपाईँ अहिले हेर्दै हुनुहुन्छ नेपाली पत्रकार न्युज च्यानल। आज बिहान चाइनाबाट ड्याम फुटेर नेपालमा आएको छ। नेपालमा आएसँगै धेरै भीषण बाढी आएको कारणले गर्दा कतिपय मान्छेले ज्यान गुमाउनु परेको छ भने कतिपय मान्छेलाई नेपाल आर्मीले उद्धार गरेको छ। यो हेर्न सक्नुहुनेछ केही दृश्यहरू हामीले तपाईहरुलाई देखाइराखेका छौं। यो चाहिँ धेरै ठुलो बाढी आएको कारणले यस्तो भएको छ। यता हेर्न सक्नुहुनेछ हजुरहरूले। अनि यो सँगसँगै केही जिल्लाहरूलाई सजगता अपनाउन नेपाल सरकारले आग्रह गरेको छ। हेर्नुहोस् यसरी बगाएका छ केही ठाउँहरू। र नेपाल आर्मीले उद्धार गरिरहेको यो दृश्य हजुरहरूले हेर्न सक्नुहुनेछ। यस्तै न्युजहरू टाइम टु टाइम हजुरहरूले पाउन चाहनुहुन्छ भने हाम्रो च्यानललाई नेपाली पत्रकार न्युजलाई हजुरहरूले सब्स्क्राइब गरिदिनु होला भन्न म आग्रह गर्दछु। अहिले चाहिँ कति घाइते भए, कतिलाई उद्धार गरिएको छ भनेर त्यो चाहिँ हाम्रो सम्पर्कमा आएको छैन। र यहाँ हेर्न सक्नुहुन्छ केही उद्धारकर्मीहरूले उद्धार गरिरहेको दृश्य चाहिँ हजुरहरूमा राखेका छौँ। हवस् त आजको न्युज यति नै। यस्तै नयाँ नौलो खबरहरू हजुरहरूले पाउन चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।